Hi vlog, welcome to my guys. हाथ लगा दिया सबर 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 हाई नमस्ते जोडले सबैजना साथीहरूलाई सन्चै हुनुहुन्छ। म फेरि पनि आज अर्को नयाँ ब्लग लिएर उपस्थिति भइसकेको छु र म चाहिँ अहिले ड्युटीतिर जानु लागेको। अब लेट्स सी साथीहरू चाहिँ ड्युटी हिँड्न लागेको अब। अनि यहाँ चाहिँ मेरो बुढा अहिले ड्युटीबाट आउनु भइसक्यो अनि उहाँले चाहिँ खाना बनाउँदै हुनुहुन्छ। के हो त आज के बनाउनु लानु भएको छ भनिदिनु। फ्राइड राइस गरे। ओके अब यहाँले फ्राइड राइस बनाउनुहुन्छ, म दिउँसो आएर खान्छु। अनि के भन्छ अरे अब के गर्ने साथीहरू, यो सबै अब सेयरिङ किचन हो, सबैले यही बनाउनु पर्छ। अब मेरो बुढाले अहिले बिहानमा बनाउँदै हुनुहुन्छ, कसैले दिउँसो कसैले राति, कसैले कति बेला कसैले कति बेला। म त दिउँसो राति बिहान जति बेला पनि बनाउन मन लाग्छ बनाएर खान्छु। त्यस्तै हो साथीहरू, अब के गर्ने। ल साथीहरू गएको ल ड्युटी। ओके बाई Okay, bye. बाई। ओके नै त्यहाँ मेरो पसल हो क्या छिटो छिटो आउने। ल निक्लेको ल साथीहरू। म ड्युटीमा पनि आइपुगेँ। रुमबाट यहाँ आउनको लागि मलाई समथिङ 15 मिनट 17 मिनट जति लाग्छ है। तर म चाहिँ मेरो हिँडाइ चाहिँ आनन्द हो कि आनन्दै जाने त हो नि भन्ने हुन्छ। अनि म रुमबाट पनि 5 मिनट पहिल्यै निक्लिन्छु कि। अनि त्यसले गर्दाखेरि म अहिले रुमबाट ड्युटीमा आइसकेँ। अब ड्युटी भनेको ड्युटी नै हो, ड्युटी गर्नै पर्यो। अनि ल ठिकै छ साथीहरू, ल हेर्दै गर्नु है त। म चाहिँ रुममा जाँदैछु है साथीहरू। रुममा ब्रेक भयो मेरो। म चाहिँ बाटोमा छु, रुमतिर जानु लागेको नि त। अनि सो बाटोमा हिँड्दैछु, हिँड्दै गर्दाको हजुरहरूलाई पनि भिडियो बनाउँ न भनेर हिँड्दैछु ल साथीहरू। अब रुममा पुग्छु 2-3 मिनटमा रुममा पुगिसक्छु म साथीहरू। फाइनली म मेरो रुममा आइपुगेँ। अब म भने खाना खान्छु, रेस्ट गर्छु। अब यहाँ प्यार 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 बोल्नु पनि मिल्दैन, किन भन्दा मेरो बुढा नुनु गर्नु भएको छ, त्यसले गर्दा। सो म खाना खाने, रेस्ट गर्ने, पहिला चेन्ज गर्छु, फ्रेस हुन्छु, अनि खाना खाएर रेस्ट गरेर फेरि म ड्युटी जान्छु। ओके म चाहिँ अब रेस्ट टाइम, सो रेस्ट गर्छु ल साथीहरू। मेरो चाहिँ ब्रेक सक्यो, म चाहिँ अब फेरि ड्युटी जान लागेको। रेस्ट टाइम मेरो अलरेडी खत्तम भयो। अब फेरि ड्युटी जाने। अनि म फेरि राति 9-10 बजे यहाँको निक्लिन्छु ल ड्युटीबाट। ओके म ड्युटीमा आइसकेँ। हाई मेरो साथी छेउको। लु के भयो ओ यहाँ भिडियो हँसाउँछ। चाइनिज इङ्ग्लिस पनि बुझ्दैन, हिन्दी पनि बुझ्दैन उसले। तर मसँग पनि कुरा गर्छ बेला बेलामा, नबुझी भए पनि। ओके साथी म पसल खोल्छु मेरो। ओके म ड्युटी जोइन भइसकेँ। वेर्सी म चाहिँ निक्लिनु लागेको ल। ड्युटी सक्यो मेरो, म निक्लेको। अब ड्युटीबाट रुममा पुगेपछि फेरि बनाउँदै जान्छु भिडियो। बाट अब हिँड्नेको रात परिसक्यो यहाँ। अब अहिले रात पर्यो। म चाहिँ हिँडिएको अब रुमतिर ल देखाउँछु ल हजुरहरूलाई। सबै होलसेल हो, सबै होलसेल होलसेल त पनि होलसेल होलसेलै होलसेल सबै। यहाँ चाइनिजहरूले मार्केट गरेको छ धेरै जस्तो। चाइनिज, इन्डियन, लगभग केरला त्यस्तै छ मार्केटमा। मार्केटिङ गर्नेहरू सबै होलसेल हो ल साथीहरू। यतातिर गोल्ड सुक जान्छ। अनि यो सबै इरानीहरूको पसलहरू हो। यहाँ सेफ्रनको पसलहरू छ।
अनि सबै यस्तो कश्मीरी चिजहरू के हो के म त चिन्दैन त्यस्तो कश्मीरी सलहरू अनि खानेकुराहरू ड्राई फ्रुट्सहरू सबै आइटमहरू यसलाई चाहिँ देरा दुबईको मुसिक बजार भन्छ क्या पुरानो बजार हो एकदमै मुसिक बजार हो अनि सो यहाँ जे पनि पाउँछ ल अब म चाहिँ जान्छु ल यहाँ सिग्नल खुलेको छैन सिग्नलमा छु म हेर्दै जानु साथीहरू ओके सिग्नल खुल्न लाग्यो ल सिग्नल खुल्यो म हिँडेको लिफ्टमा आइपुगेँ ल बाहिर निक्लिसकेँ म ओपन द डोर ल यहाँ चाहिँ लक सिस्टम छ मेरो रुममा बाइकको साइकल ल साथीहरू म चाहिँ रुममा आइपुगेँ मेरो बिल्डिङमा अनि यता बहिनीहरूले फेरि मार्केट जाम भनिरहेको छ अनि यता बहिनीले नक्कल पार्दै रहेछ हौ यो बहिनीको रुम हो हेलो भन यहाँ मेरो कति राम्री बहिनी छन् क्या के भनेको सविताले ए दिदी नगइसन म जानी त्यही भन्दै त्यस्तै भइरहेछ भन्नु कहाँ अरे तँ त पुगिसक्यो रुममा जान्छु ए ल साथीहरू म बहिनीहरूसँग मार्केट जानु पर्यो म मार्केट पनि जान्छु कसरी देखाउँदै जान्छु ल साथीहरू अब मार्केट जानु लागेको म यस्तै जान्छु अब किनकि लेट हुन्छ नि त त्यही भएर अनि यतापट्टि अर्को बहिनी हुनुहुन्छ उहाँले चाहिँ प्लान्ट लगाउनु भएको छ यसरी आफ्नो रुममै गार्डन बनाउनु भएको छ हिजो भर्खरै नेपालबाट आउनुभयो नेपाल छुट्टी गएर आउनुभयो के हतार भयो र यस्तो कपडा हाल्नु हतार मेसिनमा हाई भन्नु मेरो ब्लगमा यहाँ बहिनी हो हिजो नेपालबाट आउनु भएको अन्त नि ल ठिक छ फेरि तपाईँको गार्डन देखाइदिएको कि यहाँ साथीहरूलाई यस्तो गर्नु न घाममा पनि राख्ने गर्नु न लगेर घिउकुमारी लगाउने भए अलिकता मैले दिन्छु मैले लिएर छु भित्र लगाएको छु कहिले कसैमा त बाहिर लैजान्छु अब भोलि छुट्टी अब फेरि भोलि लैजान्छु रमाइलो ल ठिकै छ ब्लग हो के ब्लग ल साथीहरू ल निक्लिनु लाग्यो ल हामी चाहिँ जानु लागेको ल अब निक्लिसकेको मार्केट जानुलाई अर्को बहिनी अगाडि कुरेर बसेको छ अब यता यो बहिनी र म जाँदैछौँ अर्को बहिनीलाई भेट्छौँ अनि त्यहाँबाट फेरि त्यहाँदेखि अगाडि कता हो जाने थाहा छैन यिनीहरू लिएर जान्छ अरे कि अफर लाग्छ अरे कि हामी जाने चाहिँ नि यहाँबाट बुर्जुमन जानुपर्छ आधी घन्टाको बाटो लिएर हिँड्न लाग्छ राति मलाई यिनीहरूले अब यहाँ जे होस् दिन पनि रात पनि एउटै हो क्या साथीहरू एउटै हुन्छ अझै दिनमा भन्दा धेरै रातिमा मान्छेहरू हिँड्छ अनि त्यही भएर दुबई इज अ सेफ्टी कन्ट्री हो क्या यो चाहिँ एकदमै राम्रो सेफ्टी कन्ट्री प्रभु हरिबिजोग छ पछाडिको भ्यू पनि देखाउँछु ल साथीहरू यो चाहिँ सरब डिजी जाने बाटो हो कस्तो रमाइलो छ यो तपाईँहरूलाई थाहा छैन होला अब देश विदेश सब ठाउँबाट हेर्नेहरूलाई खै आइ भन आइ रिसाले यत्रो मुख यत्रो बोलेको छ ल साथीहरू
अब यता बहिनीहरूसँग पनि भेट भयो, दुईटा बहिनीसँग। अब मार्केट लिएर जाने गरे, अफर लागेछ गरे, हामी त के गर्ने, जता जता अफर लाग्छ त्यता त्यतै किन जाने, खाने, त्यस्तै त हो नि। अब के गर्नु, 1 महिना पुऱ्याउनु पर्यो। यिनीहरूको फोनमा बोल्दैछ, के गर्नु। ल साथीहरू हेर्दै जाउँ, ल म बनाउँदै जान्छु। ल ओके ल ल यिनीहरूलाई मैले जिस्काउँदै जाने हो कि यिनीहरू यता अगाडिको रिसिएर बम भएको छ। यही हो कि सिधै हो कि अस्ति गएको यही त हो नि सिधै बाटो। ल साथीहरू हेर्दै हिँड्नु, हामी चाहिँ अहिले बुर्जुमन जानु लागेको छौँ। यहाँबाट के भन्छ गरे बरदुबईबाट हामीहरू बुर्जुमन हिँडेर पनि जान सकिन्छ, मेट्रोबाट पनि जान सकिन्छ। अनि सो हामी चाहिँ नजिक पर्छ नि त, अनि त्यही भएर हामी चाहिँ हिँडेर जान्छौँ, एक्सर्साइज पनि हुन्छ। स्पेसली के भन्दाखेरि चाहिँ आज शनिबार स्याटरडे, भोलि सन्डे, आइतबार छुट्टी हुन्छ भोलि हाम्रो। अनि त्यसले गर्दाखेरि अब आज अलिअलि यताउता सकेको सामानहरू ल्याउने, अब केही कुराहरू त्यस्तो छ भने चाहिँ आफूलाई ल्याउनु मन लागेको कुरा ल्याउने, त्यही हो स्याटरडे नाइटमा। किनकि भोलि अफ हो अनि आज अबेलासम्म बस्न यताउता टाइम हुन्छ नि त। अनि त्यही भएर चाहिँ आजै हो मार्केट गएर बजार सजार गरेर सामानहरू लिएर आएर यताउता गर्ने भनेको आजै हो, अघि पछि भ्याइँदैन। विकली अफ भएपछि त्यस्तै हो साथीहरू, अब के गर्ने, त्यस्तै छ। ल साथीहरू हेर्दै गर्नु ल। मेरी क्रिसमस साथीहरू, मेरी क्रिसमस। क्रिसमस लागेको छ, क्रिसमस यतातिर अब स्टार्टिङ भइसकेको छ। हरेक फेस्टिभलहरू यहाँ चाहिँ नि राम्रोसँग मनाउँछ के, जे जस्तो भए पनि हरेक चिजलाई कदर गर्छ के। युए इज द बेस्ट कन्ट्री। आई लाइक दुबई। हबिबी कम टु बी दुबई। यिनीहरूको गफेरी सकिन्न के साथीहरू, यति गराउँदै हिँड्छ। ल साथीहरू यस्तो छ भ्यू। यहाँ चाहिँ अँधेरो हो यो एरिया, सो मैले त्यही भएर भिडियो बनाएको छैन अँधेरोमा खासै। किन भन्दाखेरि तर जति नै अँधेरो भए पनि, जति हामी यहाँ 12 बजे 1 बजे राति हिँडे पनि यहाँ कसैले कसैलाई केही गर्न सक्दैन, त्यति सेफ छ के। त्यही भएर चाहिँ एकदमै राम्रो छ। जति बेला आफूलाई हिँड्नु मन लागे एक्लै हिँड्दा पनि यहाँ कसैले केही गर्न सक्दैन, यति सेफ छ नि। त्यही भएर अब बुझ्नु हजुरहरूले। ल ओके दौडा दौडा छिटो दौडा, छिटो दौडा, छिटो दौडा। अनि त्यसो भन्दा दौड्दैन, अनि के भन्छ अरे मलाई अझ त्यसो भन्छ, खै त कताबाट हो जाने। उहाँ छ जेब्रा क्रसिङ, यहीँबाट क्रस गर, केही हुन्न। होइन ठिक छ, यस्तै पनि राम्रो छ अरे के। आऊ 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 छिटो आऊ छिटो। के गर्ने अफरको प्रचार गरेको हामी बुर्जुमन आइपुग्यौँ। अब हामी यो के भन्छ गरे, के हो यो मार्केट के हो, ड्रिम नाइट। ड्रिम नाइटमा सपिङ गर्नु आएको छौँ। सपिङ भनेको के अरे, सपिङ भनेको कुन चाहिँ गरे 900 ग्राम है, 900 ग्रामलाई 6 दिरममा दिएछ भनेर। तर सबैले लगिसक्यो होला, उसले हामीलाई यहाँ यति टाढा बाटोसम्म हिँडालेर ल्याएको छ। यो बोकेर दुईटा मात्रै ल्याउन त्यति अरे हिजो भन्दै थियो हाम्रो रुममा हो। ल यो हो है मार्केट। अब एक मुठा टिप अफरको लागि यो है। ल हामी इन्ट्री भयौँ साथीहरू मार्केटमा, इन्ट्री भइसक्यौँ।
चिकनमा जाने उयो ए त्यो त होइन एउटा लिएर आउन भयो त गयो त ल ल साथीहरू हामी मार्केटमा इन्ट्री भइसक्यौँ अब के लिने हो बहिनी सबै हामी एउटै पकेटमा हाल्छौँ चिकन चिका एउटै पकेटमा हाल्छ मैले तलमाथि बनाएर हिसाब किताब जे खोज्छु भने पनि पाउँछ ल साथीहरू ल ल ल यो जुत्ता आइटमहरू कपडाहरू सरफहरू यो सबै छ यता अब उता भेजिटेबल आइटमहरू छ ल बहिनीले ट्रली घुचुर्दै हिँडेछ ट्रली लिएर हिँडेछ एक ट्रली बनाउँछ होला क्या अब यिनीहरूले कहाँ गयो कहाँ हराएको कहाँ हराइदिएको फेरि यसरी बिच बिचमा हराउ न यति हराउँदाखेरि त खोज्नुलाई आपत हुन्छ के अरे के गर्छ क्या बित्थाइ साथीहरू अफर लागेको कुखुरा लिन आएको हामीहरू नेपालमा पो फ्रेस पाउँछ र मलाई मासु नभए हुँदैन कि खानु यो बहिनीको फेभरेट एउटा मात्रै लाने हो तिमीहरू हाल न एउटा मलाई यता फ्रेस आइटमहरू यो फ्रेस आइटमहरू छ साथीहरू फ्रेस हजुरलाई अब के को मासु चाहिन्छ सबैको पाउँछ ल यहाँ सबै जेको खान्छु भने पनि छ क्यामेल बिफ पोर्क त पाउँदैन होला यहाँ पोर्क हुँदैन मटन चिकन अनि छैन अनि फिस सबै फिसको आइटमहरू सबै एभ्रिथिङ सबै पाउँछ ल साथीहरू माछाको आइटमहरू छ है माछाको आइटम यो माछामा काँडा पनि हुँदैन फ्राई गर्दा नि मिठो हुन्छ यही ठिक हुन्छ क्राप्स झिङ्गा माछा यो खै यसलाई त जेली हो क्या जेली फिस क्राप्सहरू टाउका के हो सबै दामी छ है साथीहरू एक्स आइटम उता छ एक्स आइटम सबै कोरेर भ्याइले हेलो अच्छा है मछली आइस डालेंगे तो वेट फिर बढ़ जाएगा ना है कि नहीं आइस ये नहीं है ये काट्ने बनाउने जोख्ने सबै लो हाथ लगा दिया सबर नहीं खींचे ओके लो लगाएर लो लगाएर गर ल जल्दी करो जल्दी बहिनीले पुऱ्याइदिँदैछ नै माछा एक मुठी देऊ गरे क्या उसलाई कहाँ त्यो कागज पनि हालेको हो र कुन माछा हो गया पीस एक्स्ट्रा दियो न बिचारीको हो गया बिचारीको ये बिचारी को 1-2 पीस ऐसे रख देना हो गया ओके जोख्न गएको यताको मेसिन बिग्रियो यता जोख्न लगिरहेछ ल अब अर्को सेक्सनतिर जान लागेको के लाने अब पराठा ल आलु लिएर जाने हो यहाँबाट नि आलु बोक्छ र ल बोक म त बोक्दैन ल यतातिर दुधको आइटमहरू छ साथीहरू सबै दुधहरू अब क्रिम श्रिम दुध जे पनि पाउँछ यहाँ
म त के भयो? अस्तिको जस्तै के तेल हालेर चिल्लो हुन्छ हो त्यसो भए त्यही लैजानु न त्यो चाहिँ होइन चाहिँ त्यो होइन कि यो हो यो हो मिठो बस्छ यो चाहिँ कस्तो राम्रो हुन्छ राम्रो हुन्छ भनेर के गर्ने त पैसा पनि राम्रो होला नि यो हेर त त्यो कति छ यहाँ कति लेखेको 5 पिस छ न त्यसको त प्राइस यहाँ होला नि 299 3 रुपियाँ यही लाएर यो यसको डेट हेर एउटा हाल त डेट त छ होला नि अब कति छ तिम्रो डेट हेरेर खाना लाग्यो 12 16 16सम्म हो के यसको त गनाउँदो रहेछ त नि 5 दिन मात्र हुन्छ कि यो राको ए 5 दिनको मासु 10 दिन राखेर खाएको रे एउटा हिँडाल त मलाई पनि एउटा हाल त सब सोह्र हाल्दिने त्यही 4-5 दिन भएको भएर त अफर देखाएको भोलि भ्यायो भोलि भ्याउ खाएर छ यहाँ हेर मैले टुटोले जानु खोजेर अलि धेरै डेट भएको लिएर जानु के यो 19 न यो सब्जी आइटमहरू यता छ ल साथीहरू तरकारी आइटमहरू यता छ उता पनि छ सबै के लानु लगाएको कागती बाफ्रे यो खुर्सानी त खतरा छ त हौ यो के अरे सकरखण्ड यस्तो कलरको पनि हुन्छ यो कलरको पनि हुन्छ यहाँले नि लाने उहाँले पनि लाने मैले पनि लाने कस्तो लाने रे कस्तो लाने त्यो सिलिका सिलिका परेको होइन के ठिक्कको लैजाऊ न धेरै त ठुल्ठुलो पनि नलैजाऊ के के हो के छ रे डोलियो त पकाएपछि गुलियो होला नि खाँदाखेरि चाहिँ अहिले काँचैमा चाहिँ टर्रो हुन्छ र यिनीहरूले त लास्टै छन् यार यिनीहरू त यहाँ को पार्दैछ बनाएर राखेछ कस्तो मजाले राखेको यो नरिवलको जुस यता छ फ्रुट्स आइटमहरू सबै फ्रुटै फ्रुट अब यहाँ पनि तिमीहरूले कोपार्दै चाख्दै गर हँसाउँछ यिनीहरू त लास्टै छ यार कसरी अरे सुन्तला यो 2 रुपियाँमा कति दिएछ र अहिले स्ट्रबेरी तपाईलाई के चाहिन्छ मकै अमला ब्लुबेरी साथीहरू खुर्सानी हेर्नु न खतरा खुर्सानी पुरा कार्टुनमा राख्दा जस्तो खुर्सानी पनि के बच्चाहरूले गर्ने जस्तो खेल्ने जस्तो खुर्सानीहरू पनि सागहरू तेल सबै तेलको आइटमहरू पनि सबै छ ड्राई फ्रुटहरू कसको वेट बढाउनु रे यो ड्राई फ्रुट खाएर उसको वेट बढ्यो अरे के त्यही हँसाउँछन् हो चक्लेटको आइटमहरू रुचाउँदा नुडल यिनीहरूलाई नुडल नै जानेको नेपाली नुडल खाने अरे भाँडाहरूको आइटमहरू यता छ टेडी बच्चाले खेल्ने टेडीहरू छ यो त ठुलो छ मार्केट चाहिँ साथीहरू राम्रो पनि छ घुमेर भ्याइँदैन हामीलाई बेड भएको छ लेट भइसक्यो रात परिसक्यो घर गएर फेरि खाना बनाएर खानुपर्ने हुन्छ म चाहिँ खाना बनाउँदैन किनकि
मेरो बुढा ड्युटी जानुभएको छ। म यहाँ बहिनीहरूसँग मार्केट आएको छु किन भन्दाखेरि भोलि मेरो छुट्टी हो, त्यही भएर म आज मार्केट आएको हो साथीहरू। अनि जे होस् बहिनीहरूसँगै चाहिँ हो, छुट्टीमा एक दिन रमाइलो हुन्छ, रमाइलो गर्ने, यस्तै घुम्ने अनि खाने। अब हाम्रो 2 बजेसम्म पकाउने हुन्छ किचन, फेरि सबै भन्छन् कि तिमीहरूले एउटै खान्छौ किन भन्छन्, हामीले फेरि दिन पर्दैन। ऊ बहिनी र म सँगै बस्छौँ नि त, अघि र अगाडि पछाडिको रुममा। कुखुरो लयौँ भने नि कुखुरा लान्छ, उसलाई दिन नि परेन, मलाई दिन नि परेन, दुइटा जे पनि हामीले इभन कहिले कस्तो के भन्छ अरे अलग अलग लगेछौँ भने फेरि सेयरिङ पनि गर्छौँ है, फेरि त्यस्तो पनि होइन ल। सानो बोर्डको छ त्यसमा ल साथीहरू, ल यहाँ के छ नमकिन जस्तो पाटापुटुक भाँचेर खाने खालको के छ यहाँ, खै डेजर्टहरू। ब्रेड लगेर जाने भए लैजाऊ ब्रेड। यो पनि राम्रो हुन्छ है चियासित खानलाई त। ए हिँड यार, यिनीहरूले त नि यस्तो दिमाग खराब गराउने हैछन् के। ए हेर्नु न कस्तो छ, यही यसैले हो क्या ढिलो गर्ने, वेट बढाउने रे के मान्छे। हेर्नु न मान्छे पैसा धेरै सोध्ने भन्छ, ठुलो ठुलो हेर के चाहियो रे, खोले रे त हेर्न दिन्नन् क्या यहाँ मार्केट। बहिनी के गरेको होला के, त्यो मिठो हुन्छ, त्यो त मिठो हुन्छ नि त, 15 रुपियाँको भन्नुहुन्थ्यो, त्यो त मिठो हुन्छ नि त, एकदम टेस्टी हुन्छ के। नेपालमा पनि पाउँछ है पटेटो चिप्स है, बेस्ट बाई भनेर लेखेको छ त त्यहाँ, त्यो नाम लेखेको हुन्छ त, प्राउनको हैछ यो चिप्स चाहिँ नेपालमा पाउँछ। उसले खोल्दै हेर्दै गरे, अहिले पिटेर लखर्छ हामीलाई यहाँबाट। लोजा त्यो बोल्नेवाला यहाँ रहेछ, कता अठाइदिए पर बोल्छ हेर्न, उसले अठाइरहेको छ। हराएको भनेको यहाँ आइपुगे रहेछन्। गरे हामीलाई अरबिक आउँदैन, इङ्ग्लिस बोल्ने, यिनीहरूले हँसाछ, घरिको सानो पिस घरिको ठुलो पिस भनेछ। Hi. How are you? Fine. Fine? Yeah. No. Okay. Very fine. Okay, done. So, यिनीहरूले त के टिप्दै हिँड्दै गरेछ कि सपिङ पनि सकिन आँटिसक्यो, भइसक्यो। अब जाने रुममा। आफूहरूले गरे अब मलाई ट्रली थमाइदिएछन्। ल आऊ, चलो ट्रली मलाई थमाइदिएछन् हातमा। प्रब्लमले गर्दाखेरि यहाँ थोरै लेट भयो। हामीले लिएर आएको सामान चाहिँ प्राइस नहेरिकन लिएछ अनि धेरै पर्यो। अनि त्यसपछि त्यो उताको काउन्टरबाट यताको काउन्टरबाट उताको काउन्टर गर्दा हामीलाई टाइम लाग्यो हेर्नु। किन भन्दाखेरि कोही बेलामा कस्तो हुन्छ झुकिन्छ के, अनि प्राइस तल ट्यागमा एउटा लगाएको हुन्छ नि, माथि फेरि अर्को यहाँ काउन्टरमा आइसकेपछि त्यसको प्राइस फेरि अर्को हुँदै जान्छ। अनि त्यसले गर्दा अलिक धेरै भयो, अनि नलाने भनेर फेरि हामीले एक्सचेन्ज गरेको होला। सो त्यही भएर लेट भयो। अब हामी जान्छौँ, निक्लिन्छौँ, भइसक्यो हाम्रो काम। पकाएको छैन दाइ हुँदो रहेछ। ल हामी गयौँ ल, अनि यहाँले हामीलाई सिकाइदिनु भयो। अनि त्यसरी गरेको। अब हामी निक्लेको साथीहरू पुतुरीहरू 2 जना गयो अगाडि। ड्रिम नाइट हो है। ल अब युएईमा हुनेहरू, दुबईको भित्र जो पनि हुनुहुन्छ
उहाँहरू चाहिँ यहाँ आउन सक्नुहुन्छ। त्यो पनि नजिक नजिक हुनेहरू बुर्जुमन साइडमा, बरदुबई साइडमा, सरबडिजी साइडमा जति पनि हुनुहुन्छ मनकोलतिर सबैजना चाहिँ यहाँ सपिङ गर्न आउन सक्नुहुन्छ। यहाँ अफरहरू लागेको हुन्छ, सस्तो हुन्छ। त्यही भएर तिम्रो त पुरा माग्ने जस्तो देखियो। अब बहिनीको बिल्डिङ आइसक्यो, बहिनी बस्ने अपार्टमेन्ट आउन लागिसक्यो। त्यसपछिको फेरि हाम्रो हुन्छ छोडियो, जहाँबाट उठाइएको थियो त्यहीँ छोडिदियो बहिनीले। अब हामी चाहिँ आफ्नो रुमतिर जाने बेला भयो। भ्याइयो गरे अझ हामी पर जाने हो पर। ओके ल, अब रुममा पुगेपछि कुरा गर्छु ल। हामी रुममा आइपुग्यौँ अनि म चाहिँ चिकन ल्याएको बनाउँदैछौँ। यता अर्को चिकन छ यता, अनि यो माछा पनि फ्राई गर्ने हो। अनि यहाँ चाहिँ एकजना हाई बोलो ऊ त्यो बहिनीले चाहिँ कपालमा लगाउने खै के बनाउँदैछ। ऊ चाहिँ इन्डियन हो, पन्जाबी। यिनीहरूले लगाउँछन् के लगाउँछन्, यस्तो के बनाउँछन्। मलाई सिकाउँदैछ उसले, यस्तो यस्तो लगाउनुपर्छ दिदी भन्दै थियो। कि हाम्रो बहिनी यता उसले पनि पकाउन लाग्छ माछा। यो चाहिँ मैले बनाउँदैछु ल। आजको लागि चाहिँ यति नै। अब म भ्याउँदैन, म बिजी हुन्छु। सो अब अर्को ब्लगमा फेरि कुनै नयाँ चिज लिएर आएर आउने नै छु। त्यतिन्जेललाई है त साथी जोडले नमस्ते, बाई बाई।